हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म न्यु इयरको दिनमा कहीँ घुम्न गएन। आज चाहिँ मेरो यहाँ 2 PM लाई चाउमिन जस्तो गरी मैले पकाएर खान थालेको छु। हेर्नु होला, त्यसको बोइल गरेको पानीलाई पनि मैले मसला हालेर खानुलाई मिठो छ। खानुलाई योग्य बनायो, मिठो हो। खाइल अब सुरु गरौँ। तपाईँहरूले के खानुभयो? म चाहिँ मेरो चाहिँ यही हो। कति मिठो हुँदो रहेछ साथीहरू, तपाईँहरू पनि ट्राई गर्नु होला यसरी बनाएर खानुलाई। 2 PM लाई बन्दा सन्दा हालेर खतरा मिठो भा। खाने बेला त के बोल्नु, तपाईँहरूले के भन्छ न्यु इयरको कहाँ घुम्न जानुभयो, कस्तो रमाइलो गर्नुभयो, प्लिज कमेन्ट गरेर मलाई तल कमेन्ट छोडिदिनु होला। म चाहिँ बिहानभरि दिउँसोभरि आज दिनभरि नै घरमै बसेँ, टिकटक बनाएँ। अनि टिकटक बनाएँ, त्यति हो मेरो काम चाहिँ आज दिनभरिको। घुम्न गएन आज। बिचबिचमा खानै पर्यो, के गर्नु, बोल्दा बोल्दै। यहाँ मलाई हेरेर बसिरहेको छ यसले 2 PM ले। दामी भएको साथीहरू, तपाईँहरू पनि बनाउनु ट्राई गर्नु होला। सुप त बिर्सिरा के गयो। सिलाइसक्यो सुप त। सकिला जस्तो भयो। अब यति खाएपछि खाना पनि खानु पर्दैन होला मलाई। के बनाएर खानुभयो तपाईँहरूले न्यु इयरमा चाहिँ? मेरो यो भयो, घुम्न जानुभयो होला सबैजनालाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु 2083 सालको।
बन्द चपाउँदा अझ मिठो हुने। टुप्पे मात्र खानु भन्दा त यो पनि खानु राम्रो हो नि त हैन साथीहरु, सबै मिक्स गरेर। म त चाउचाउ पनि त्यस्तै बनाएर खान्छु, कसरी चाउमिन जस्तो बनाएर। एउटा पनि छोड्नु भएन नि त। खुर्सानी मात्रै छोडे 2-3 किलो, जोड लाग्छ। खाली खतरा मिठो भयो। मिठो भएको छ साथीहरु। अब यति नै हो मेरो चाहिँ। अब यो पखाल्नु पर्ने हुन्छ। सक्यो। तपाईहरुले मेरो लास्टसम्म भिडियो हेरेर कस्तो गाह्रो भएको साथ दिनु भएकोमा धन्यवाद। फेरि यस्तै भिडियो लिएर आउन चाहन्छु। अझै माया देखाउनु होला मलाई। बाई बाई, अर्को भिडियोसम्म बाई।